नाकाको लागि त्यो गरेको यो सर्वोच्चको फैसला हेर्नु त अहिले नाकामा केही पनि कर नलगाउने रे अनि नेपालीको सामान कहाँबाट आउँछ बजारमा यो सर्वोच्चले गर्न खोजेको चाहिँ के हो भनेको कि यो सर्वोच्चले गर्न खोजेको चाहिँ के हो र सरकारले किन यत्रो धेरै जनताले जनमत दिँदा पनि किन यो सर्वोच्च चाहिँ सफा गर्न नसकेको सरकारले किन चाहिँ सफा गर्न नसकेको यस्तै पारा हो भने त 5 वर्षमा त केही पनि गर्न सकिन्न हो नयाँ सरकारले नि कि यिनीहरूलाई फाल्न पर्ने हो जनतालाई आह्वान गर्नु कि त यिनीहरूले हामीलाई काम गर्न दिएनन् यस्तो भयो भनेर तिनीहरूलाई फाल्नु पर्यो पदबाट नत्र भने यही पारा हो भने त यिनीहरूले काम गर्न दिँदैनन् त हो भनेको के गर्ने हो यिनीहरूलाई भनेको के गर्ने हो भनेको बालाई फालेर साध्यै लाएन अब यो पुरानालाई फाल्यो भने ढुक्क भएको सर्वोच्चमा गएर ड्याङ्का ड्याङ त्यो सरकारले लको नयाँ नीतिहरू नयाँ कार्यहरू जुन देश विकास र जनताको हितको लागि हुन्छ सर्वोच्चमा गएर ड्याङ्का ड्याङ खारेज गरिदिन्छ के होइन गर्ने के हो भनेको तिमीहरूलाई गर्ने के हो सर्वोच्चमा बसेको मान्छेहरूलाई गर्न पर्यो के ए भगवान् कमसेकम देश त बन्न देऊ